हेलो एभ्रिवान, लेट्स गेट रेडी विथ मी इन पोखरा। आज चाहिँ म पोखरामा छु अनि पोखरामा गेट रेडी विथ मी गर्न लागेको। मैले चाहिँ सिम्पल मेकअप राखेको छु, त्यही भएर मैले जस्ट फाउन्डेसन इन पाउडर मात्रै लगाएँ अनि यसको माथि चाहिँ ब्लस, अलि ब्लस त लाउनै पर्यो है। अनि प्लस लगाएपछि चाहिँ काजल अनि लिपस्टिक, त्यति मात्रै हो मेरो मेकअप चाहिँ। धेरै गरेको छैन, मैले एकदम सिम्पल राखेको छु। काजल लगाएँ, त्यसपछि लिपस्टिक लगाउनुभन्दा अगाडि ड्रेस लगाइहालौँ भनेर ड्रेस लगाएँ अनि इयरिङ चाहिँ ड्रेसको प्याटर्नसँग मलाई मिलाउनको लागि ग्रिन कलरको इयरिङ लगाएँ अनि हल्का एक्सेसरिजहरू। अनि त्यसपछि अब लिपस्टिकको लागि मैले सुरुमा चाहिँ आउटलाइन गरेर अनि मेब्लिनको 70 सेडको हो क्या, सायद कुनको सेड हो, मैले त्यो लिपस्टिक लगाएर म रेडी भएँ फाइनली। पर्फ्युम अनि लास्ट बट नट द लिस्ट फुटवेयर पनि मैले वाइट कलरकै लगाएको छु। अनि अब चाहिँ म यति गरेर बाहिर जान रेडी भइसकेपछि चाहिँ ब्याग लिएर अब फाइनल आउटफिट देखाउँदैछु। कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् है त।